पैसा ले किन मान्छे लाउनु पर्यो पैसा लिँदा लगाउन मैले पैसा लिएको होइन हात किन छाना उसको हात किन छानाको हात किन छानाको गर्नु त्यसो होइन गर्नुपर्छ माक्स निकाल कसलाई हात निकाल्नु नगर पैसा लिएको छैन म्याडम हेर्नु होइन मार्क्स निकाल बोलले लगेछ के कसैले लिएको पैसा त यहाँ कसले कसले ल्याएछ भन्ने कुरो क्लियर गर तसँग त मेरो कारोबार थियो र मैले दिएँ मान्छेलाई सबैतिर गर्दै मान्छे त मार्क्स निकाल दे यसलाई नगर हैन पैसा दे पैसा दे तपाईहरुको कसलाई दिदी पैसा उसलाई बगैँचा कागज गरेको छ तपाईहरुको हाम्रो त बगैँचा कागज गरेको छ तपाईले केस गर्नु निकाल्नु एकजना मात्र हो तपाईहरुको 3 लाख अरु त आफन्त त्यही हामीले नि 3 लाख हाम्रो 15 16 लाख 18 लाख 18 लाख झिक्ला 18 लाख झिके 18 लाख झिक आज भोलि भन्ने कुरै हुँदैन फेरि कसरी हुन्छ फोन गर्ने के गर्ने कसो गर्ने आधी घण्टा भित्रमा 15 18 लाख झिक्या भन्दैछ यसले यसलाई नदेखाइरा त्यो देखाउने कुरा नि हैन लिएको उसले हो उसैले कागज गरेको हो उसैले कागज गरेर लिएको छ मैले पैसा देखाइन छैन चलान छैन म्याडम मलाई थाहा पनि छैन उले पैसा लगेको हो 2,50,000 उले पहिले त जग्गा पास गर्नलाई हालेको पैसा हो त्यो जग्गा पास गर्न हालेको पैसा हो त्यो 30,000 लग्यो अनि 30,000 मैले उसमा इस्यु जग्गा पास गर्नलाई हालेको हो उसले त जग्गा पासै गर्दैछन् मेरो जग्गा पास गर्न त लाग्ने पैसा नदिकन कति पास गर्छ जग्गा नागरिकै छैन कसरी नगरिकन त हुँदै हुँदैन नि ठेकेदार होइन र हेर्दा हेर्नु न त्यस्तो मान्छे कस्तो छ किन एरोप्लेन मोडमा राखेको फोन फोन आउनु पर्यो नि त अझै कतिजना ठग्दै होला कतिजना ठग्दै होला फोन फाइ अर्को फोन फाइ पैसा स्विच अफ किन गरे के हल्ला गएको थियो अन्त सुतो कगजको फोन आउँछ यो हेरे ल सल्लाह गर 3 जन सल्लाह गर 18 हजार तुरुन्तै 18 लाख नि के हो 18 लाख एकछिन तुरुन्तै 2 जना मिलेर खाएर हैन खै यो टुकटुक मलाई के हो यो यो मान्छे हो के अनि कस्तो सबै आफै गर्न लाउँछ अनि मेरो तेरो मार्च अहिले आफू सोझो बन्नै पर्दैन है आफू सोझो बन्न पर्दैन अलिकति इज्जत खास गरी उसले मेरो कुरा मरेको शान्ति सेनामा जाँदाखेरि यस्तो हो उसले नै भनेर पैसा राखेछ म त अस्तिदेखि सतर्क भएर यो सङ्गतमै म गर्दिन पा यो यस्तो रहेछ भनेर तिमीहरुको घर चाहिँ कहाँ है ओइ दिदी मेरो घर पुलिसर घर भएको मान्छे के छ के होइन गेस्ट हाउसमा अहिले यसैले बोलाकी मलाई उसले मलाई लगेर अहिले तपाईँहरूले जसरी बोलायो अहिले त्यसरी बोलाक्यो मलाई ए अर्को मान्छेलाई लुट्ने ठग्ने भनेर प्लानिङ गर्नको लागि बोलाएको तिमीहरु उसले मलाई टिकट गरेर बोलाएर टिकट गरेर बोलाएको त